वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने, हामीले हाम्रो कार्यालयको ताला चाबी सम्बन्धित निकायलाई बुझाउने एउटा कार्यक्रम पनि हामीले बनाएका छौँ। भदौको 1 गतेबाट सम्पूर्ण हाम्रा कार्यालयहरू बन्द राखेर, सम्पूर्ण हाम्रा फ्लाइटहरू बन्द गरेर, हाम्रा काम कारोबारहरू ठप्प बनाएर एजेन्टको मान्छे मात्रै वैदेशिक रोजगारीमा जान पाउने अवस्था छ। जोसँग पैसा छ, जोसो पुँजीमा पैसा छ, त्यसले सुटुक्क ल्याएर तल बुझाएपछि मात्रै त्यो मान्छे सिलेक्टेड। प्रतिस्पर्धा छैन यहाँ। बागडोगराबाट युए पुग्दाखेरि श्रमिकले 21,000 नेपाली रुपैयाँ बराबरको टिकट तिरेर त्यहाँ पुग्ने अवस्था छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युए पुग्दाखेरि 65,000 रुपियाँ लाग्छ। यो 3 गुणा। वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक कारोबार लिने अथवा दिने दुवैलाई कारबाहीको अथवा दण्ड सजायको चाहिँ कानुन ल्याइनुपर्छ, अनि मात्रै यो व्यथिति रोकिन्छ। आजको दिनदेखि हामीले लिने, हामी व्यवसायीले लिने पूर्व र अन्तिम श्रम स्वीकृति, सरकारले दिने सरकारी सेवालाई आजको बेलुका 12 बजेको दिनदेखि हामी नलिने घोषणा गर्दछौँ। प्रथम चरणको कार्यक्रम। एउटा मेरो कमेन्ट्स त मैले हिजो हेर्दै थिएँ, तँलाई जलाइदिन्छु भनेर पनि लेखेको छु। भनेपछि यी चिजहरू हेरेर, यी चिजहरू हेरी यी चिजहरू बुझ्दा बुझ्दै लाचार भएर यो पेसा व्यवसाय गरिरहनु भन्दा यो पेसा व्यवसाय नगर्दा राम्रो। विक्रम सम्वत 2050 सालपछि ठूलो परिमाणमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई चलायमान बनाउन, विदेशी मुद्रा सञ्चिति वृद्धि गर्न, व्यापार घाटा न्यूनीकरण गर्न तथा करिब 64% नेपाली घरधुरीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सेवा पुर्याउने यस क्षेत्रको योगदान अतुलनीय रहेको छ। साथै नेपाली श्रमिक मार्फत अन्तर्राष्ट्रिय सिप, कार्य संस्कृति, प्रविधि र पुँजीको स्थानान्तरणमा समेत वैदेशिक रोजगार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको छ। यति ठुलो राष्ट्रिय योगदान हुँदाहुँदै पनि नीतिगत जटिलता, अव्यावहारिक व्यवस्था तथा समयानुकूल सुधारको अभावका कारण यो क्षेत्र र यससँग आबद्ध व्यवसाय सम्मानित हुन सकेका छैनौँ। परिणामस्वरूप श्रमिक, व्यवसायी र समग्र राष्ट्रले प्राप्त गर्नुपर्ने लाभ समेत प्रभावित भएको छ। यसै यथार्थलाई मध्यनजर गर्दै नीतिगत सुधार बिना वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, मर्यादित, सम्मानित, पारदर्शी र दिगो बनाउन सम्भव छैन भन्ने स्पष्ट निष्कर्षका साथ आज हामीले यो पत्रकार सम्मेलन आयोजना गरेका छौँ। यस सम्मेलन मार्फत नेपाल सरकार, नीति निर्माता, सञ्चार माध्यम तथा सरकारवाला सबै पक्षलाई समयानुकूल नीतिगत सुधारका लागि गम्भीर पहल गर्न हार्दिक आग्रह गर्दछौँ। सङ्घका मागहरू यस प्रकार छन्। 1 नम्बरमा, विशेष परिस्थितिमा सरकारद्वारा भएको निर्णय मान्दा विभिन्न मितिमा 598, 39 र 124 इजाजत पत्रवाला संस्थालाई वैदेशिक रोजगार विभागद्वारा गरिएको कारबाही अविलम्ब फिर्ता गरिनुपर्दछ। 2 मा, श्रमिकको पारदर्शी लागत र व्यवसायको वैज्ञानिक सेवा शुल्क निर्धारण सहित वैदेशिक रोजगार ऐन 2064 को समय सापेक्ष संशोधन गरिनुपर्दछ। वैदेशिक रोजगारमा जाने श्रमिकहरूले तिर्नै पर्ने बाध्यकारी निश्चित शुल्कहरू छन्। त्यो शुल्कलाई पारदर्शी रूपमा नेपाली जनताले बुझ्ने गरेर नेपाल सरकारले यो शुल्क चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकले नै तिर्नुपर्ने हो भनेर ट्रान्सपरेन्टली भनिदिनुपर्छ भन्ने हाम्रो विषय हो। हामीले माग गरिआएका छौँ। 10,000 सेवा शुल्क वैदेशिक रोजगार व्यवसायीलाई आफ्नो पेसा व्यवसाय सञ्चालन गर्नका निम्ति पर्याप्त छैन। हामीलाई कमसे कम अन्तर्राष्ट्रिय प्रचलन अनुसार, हाम्रा अन्य प्रतिस्पर्धी मुलुकहरूमा भएको प्रचलन अनुसार र नेपालकै पनि जब प्रोभाइडर संस्थाहरू को जुन उहाँहरूले चाहिँ जुन व्यवस्था गर्नुभएको छ 1 महिनाको चाहिँ तलब लिएर श्रमिक दिने, त्यही ठ्याक्कै यही नै वैज्ञानिक हुन्छ भन्ने ढङ्गले हामीले श्रमिकले प्राप्त गर्ने 1 महिनाको तलब बराबरको सेवा शुल्क हामीलाई दिनुस् भनेर भनेको 2072 सालदेखि। 3 नम्बरमा, श्रमिक लक्षित श्रम गन्तव्य मुलुकको हवाई भाडा दर न्यूनीकरण र कृत्रिम अभाव सृजनाको अन्त्य। नेपालबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरूले राज्यलाई पुर्याएको योगदानको कदर गर्दै कमसेकम नेपालबाट ती गन्तव्य मुलुकमा जाने श्रमिकहरूले तिर्दै आएको 13% भ्याट छुट गराइदिनुहोस्। बागडोगराबाट युए पुग्दाखेरि श्रमिकले 21,000 नेपाली रुपैयाँ बराबरको टिकट तिरेर त्यहाँ पुग्ने अवस्था छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युए पुग्दाखेरि 65,000 रुपियाँ लाग्छ। यो 3 गुणा भन्दा बढी श्रमिकहरूले व्यवहार
त्यो पनि केमा भन्दा टिकटमा कसले भन्दा श्रम गर्न जाने श्रमिकले बिहोर्नु परेको अवस्था छ। यसको न्यूनीकरणका निम्ति सरकारको ध्यान जानुपर्ने होला। 4 नम्बरमा प्रवेश गर्छु। नयाँ श्रम गन्तव्यको मागपत्र प्रमाणीकरण सहजीकरण साथै सुचारू गरिनुपर्ने भन्ने विषय छ। अर्को महिला घरेलु कामदारका सन्दर्भमा पनि हामीले विषय उठान गर्दै आएका छौँ। पहिलो प्राथमिकता त महिला दिदीबहिनीहरूलाई स्वदेशभित्रै उद्यमशील बनाएर राख्नु अथवा चाहिँ स्वदेशभित्रै रोजगारी दिनु प्राथमिकतामा राख्नु पर्दछ सरकारले। तर यदि आन्तरिक रोजगार दिन नसक्ने हो भनेदेखि वैदेशिक रोजगारमा जानका निम्ति वैधानिक बाटो खुल्ला गरिनुपर्दछ। वैधानिक बाटो खुल्ला गरेर संस्थागत संयन्त्र मजबुत बनाएर महिला घरेलु कामदारलाई चाहिँ वैदेशिक रोजगारमा जान दिने वातावरणको सिर्जना गर्नुपर्दछ राज्यले। हामीले यो विषय भनेका छौँ। 5 नम्बरमा खुल्ला गरिएका श्रम गन्तव्य मुलुकहरूसँग प्रभावकारी र श्रमिक मैत्री श्रम सम्झौता गरी अन्तर्राष्ट्रिय श्रम बजारलाई विकेन्द्रीकरणको सिद्धान्त अनुसार स्थापना गर्नु पर्दछ भन्ने विषय उठान गरेका छौँ। 6 नम्बरमा वैदेशिक रोजगार सम्बन्धी संस्थागत र व्यक्तिगत उजुरी हेर्ने निकाय छुट्टै ऐनमा व्यवस्थापन हुनुपर्छ भन्ने विषय पनि हामीले लामो समयदेखि उठाउँदै आएका छौँ। 7 नम्बरमा वैदेशिक रोजगार सम्बन्धी उजुरी बिगो दाबी र फरफारक न्यायोचित हुनुपर्छ। 8 नम्बरमा मागपत्र प्रमाणीकरण पूर्व तथा अन्तिम श्रम स्वीकृतिलाई स्वचालित प्रणालीद्वारा सञ्चालित गरिनुपर्दछ भन्ने विषय उठान गरेका छौँ हामीले। 9 नम्बरमा व्यक्तिगत श्रम स्वीकृतिलाई प्रमाणीकरण आवश्यक नपर्ने तर संस्थागत प्रमाणीकरण अनिवार्य भए तापनि प्रमाणीकरण नहुँदा सृजित व्यथितिको अन्त्य भन्ने। यो आम सञ्चार माध्यमले पनि एउटा बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि संस्थागत रूपमा श्रम गन्तव्य मुलुकमा जान मार्ग प्रशस्त नभएका ती श्रम गन्तव्य मुलुकमा लाखौँको सङ्ख्यामा वैदेशिक रोजगारमा श्रमिकहरू गइरहनु भएको छ। त्यसलाई नियमन गर्नका निम्ति संस्थाले ल्याउने मागपत्र चाहिँ अनिवार्य प्रमाणीकरण गरिनुपर्ने तर व्यक्ति त्यही डेस्टिनेसनमा जाँदाखेरि चाहिँ प्रमाणीकरण अथवा त्यसको कुनै मापदण्ड नतोकिने यो विषयले पनि व्यथिति निम्ताएको छ। र 10 नम्बरमा रोजगारदाता मुलुक र उद्गम मुलुकका बिचौलियाको मिलेमतोमा श्रमिक लक्षित भर्ना प्रक्रियामा भएका एकाधिकारको आधिकारिकता छानबिन र भविष्यमा हुन नदिन उपयुक्त कानुनको आवश्यकता व्यवस्था गर्नुपर्ने विषय हामीले उठान गरेका छौँ। 11 नम्बरमा हामीले सर्वपक्षीय सर्वस्वीकार्य नीतिगत सुधार बिना बढाइएको दण्ड सजायको दायरा अन्त्य हुनुपर्दछ भनेर भनेका छौँ। 12 नम्बरमा वैदेशिक रोजगार ऐनमा व्यवस्था भए अनुरूप 5000 भन्दा बढी नेपाली भएका मुलुकहरूमा श्रम सहचारी तथा काउन्सिलरको व्यवस्था गरिनुपर्दछ भन्ने हाम्रो माग छ। 13 नम्बरमा नेपालको जनसङ्ख्यालाई आधार मानेर हाललाई नयाँ इजाजत पत्र दिन बन्द गरी प्रत्येक 5 वर्षमा एकपटक उपयुक्त मापदण्ड तोकेर मात्र इजाजत पत्र वितरण गर्ने व्यवस्था मिलाउनु पर्दछ। 14 नम्बरमा अन्य निजी व्यावसायिक संस्थाहरूले राखेको नगद धरोटीको ब्याज व्यवसायीले नै दिने तर वैदेशिक रोजगार व्यवसायले राखेको नगद धरोटीको ब्याज नदिनु। निजी क्षेत्रमा पनि दोहोरो नीति देखिन्छ तसर्थ ब्याजको व्यवस्थापन गरिनुपर्दछ। यो लामो समयदेखि हामीले विषय उठान गर्दै आएका छौँ। 15 नम्बरमा अनाधिकृत लेनदेन, यसलाई अलिकति बढी हाइलाइट गरिदिनका निम्ति पनि म अनुरोध गर्दछु। अनाधिकृत लेनदेन, मिटर ब्याज जस्तो अवैधानिक कारोबारको अन्त्य, एसएसएफको निरन्तरता र श्रमिकको पुँजीलाई लगानीको सुनिश्चितता र 20% वैधानिक रेमिट्यान्स आयलाई समेत ध्यानमा राखेर वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग जोडेर बिना धितो ऋण वा सहुलियतपूर्ण कर्जाको व्यवस्थालाई कार्यान्वयनलाई क्यासलेसको वातावरण सिर्जना गरिनुपर्दछ भनेर हामीले यो माग राखेका छौँ। यसले चाहिँ के विषय रोक्छ भन्दा सधैँभरि के भनियो भने 10,000 लिन पाउने व्यवस्था कानुनी व्यवस्था हुँदा पनि तपाईँहरूले 1 लाख लिनुभयो, 1 महिनाको सेवा शुल्क दिने व्यवस्था भयो भने चाहिँ तपाईँहरूले 3 लाख लिनु हुने हो कि भन्ने जुन प्रश्नले अहिलेसम्म लतारिरहेको छ हामीलाई, त्यसलाई कन्ट्रोल गर्ने मेकानिजम चाहिँ यही नै हो। 15 नम्बर नै हो। वैदेशिक रोजगार व्यवसायीले अधिक असुली गरे चाहिँ भन्यौँ तर कानुनले चाहिँ सबैलाई समान रूपले हेर्ने हो भने वैदेशिक रोजगारमा जाने श्रमिक पनि कानुनका लागि देशका लागि एज अ नागरिक एउटै हो। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने व्यवसायी पनि कानुनका लागि देशका लागि त्यही नागरिक हो। त्यसो भएको हुनाले वैदेशिक रोजगारसँग सम्बन्धित आर्थिक कारोबार लिने अथवा दिने दुवैलाई कारबाहीको अथवा दण्ड सजायको चाहिँ कानुन ल्याइनुपर्छ अनि मात्रै यो व्यथिति रोकिन्छ। लिनेले लिँदा र दिनेले दिँदा पनि सजाय हुने वातावरणको सिर्जना भयो भने बल्ल चाहिँ यो अधिक लेनदेन चाहिँ रोकिन सक्छ। अन्त्यमा श्रमिकको हित संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित बनाउन माथि उल्लेखित मागहरूलाई अविलम्ब सम्बोधन गर्न अनुरोध गर्दै आजकै मितिदेखि लागू हुने गरी नीतिगत सुधार गर्न नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालयलाई आवश्यक सहयोग गर्ने हेतुले वर्तमानलाई शून्य समय मानेर वैदेशिक रोजगारमा श्रमिक पठाउन बन्द गर्ने र नीतिगत सुधार पश्चात अक्षरशः कानुनको पालना गर्दै
पुनर्ताजगीका साथ व्यवसायमा फर्कने प्रतिबद्धता व्यक्त गर्दछौँ। धन्यवाद, नमस्कार। धेरै पटकदेखि हामीले नीतिगत सुधारका कुराहरू गरिरहेका छौँ, राज्यसँग अनुरोध गरिरहेका छौँ, तर पनि राज्यले फेरि पनि यो सुशासनको लागि, नीतिगत सुधारको लागि बनेको भनेको सरकार, त्यसपछि शासक प्रशासकहरूको जुन खालको भूमिका छ, त्यो भूमिका जुन खालको व्यवहार छ, त्यो व्यवहारले आज हामी वैदेशिक रोजगार व्यवसायीहरू एक भएर, अझ भनौँ सङ्गठित भएर, अझ भनौँ सङ्घर्षको मैदानमा आफ्नो अधिकार र न्यायको लागि लड्नुपर्ने एउटा विषम परिस्थितिमा उभिन बाध्य भएका छौँ। आजको दिनदेखि हामी व्यवसायीले लिने पूर्व र अन्तिम श्रम स्वीकृति, सरकारले दिने सरकारी सेवालाई आजको बेलुका 12 बजेको दिनदेखि हामी नलिने घोषणा गर्दछौँ। प्रथम चरणको कार्यक्रम हामी यो राज्यमा नागरिक मात्रै होइन, व्यवसायी भएर 1100 व्यवसायीले यो राज्यमा करिब 20 देखि 25 अर्ब रकम धरौटी बापत हामीले जम्मा गरेर यो व्यवसाय गरिरहेका छौँ। प्रत्यक्ष रूपमा 30% भन्दा बढी रेमिट्यान्स, यो जिडिपीमा रेमिट्यान्सको कारणले गर्दा कन्ट्रिब्युसन भइरहेको कुरा पनि आदरणीय अग्रज राज्य सञ्चालन गरिरहनुभएका व्यक्तित्वहरूलाई अवगत नै छ। वैदेशिक रोजगार विभागमा परिसरमा सामान्यतया मौन शान्तिपूर्ण तरिकाले हामी उपस्थित हुने कार्यक्रम रहेको छ। कालोपट्टि बाँधेर हामी विरोध जनाउने कार्यक्रम रहेको छ। दबावको कार्यक्रमभित्र एउटा कार्यक्रम हामीले हाम्रो कार्यालयको ताला चाबी सम्बन्धित निकायलाई बुझाउने एउटा कार्यक्रम पनि हामीले बनाएका छौँ। साथमा नेपाल सरकारले दिएको सक्कल लाइसेन्सको सक्कल प्रमाणित प्रतिलिपि पनि सरकारलाई बुझाउने एउटा कार्यक्रम राखेको छौँ। त्यति हुँदा पनि राज्यले हामीलाई साँच्चै सुन्दैन भनेदेखि, राज्यले हामीलाई बुझ्दैन भनेदेखि, हामीले गरेको योगदानलाई कदर गर्दैन भनेदेखि, सम्मानित तरिकाले हामी यो पेसा व्यवसाय गर्दैछौँ, हामीले रोजगारी सिर्जना गराउँदैछौँ, विश्व बजारमा हाम्रा नेपाली दाजुभाइहरूलाई रोजगारी दिलाउँदैछौँ भन्ने विषय राज्यले महसुस गर्न सक्दैन भनेदेखि राज्यले यहीँ रोजगारी सिर्जना गर्नुपर्छ भन्ने विषय आम नागरिकको रूपमा पनि हामी उठाउन चाहन्छौँ। आजको मितिले अफिसियल आवरको 7 दिनभित्र यसलाई भदौको 1 गते हुन जान्छ। भदौको 1 गतेबाट हामी सम्पूर्ण हाम्रा कार्यालयहरू बन्द राखेर, सम्पूर्ण हाम्रा फ्लाइटहरू बन्द गरेर, हाम्रा काम कारोबारहरू ठप्प बनाएर, उडान रोकेर हाम्रा कर्मचारीहरूसहित हामी सेवा ठप्प बनाएर आन्दोलनमा उत्रन बाध्य हुनेछौँ। हामी हाम्रा सङ्घर्षका कार्यक्रम मध्येमा हामी सम्पूर्ण कुरा ठप्प बनाएर हाम्रा शाखा सञ्चालकहरू, शाखा कार्यालयका कर्मचारीहरूलाई सहित केन्द्रमा ल्याएर हाम्रा कर्मचारीहरूसहित, किनभने यो देशमा पनि हामीले आन्तरिक रोजगारी सिर्जना गरेका छौँ। करिब यही देशमा पनि हामीले 25-30 हजार मान्छेलाई रोजगारी प्रत्यक्ष रूपमा दिइरहेको विषय छ। किनभने राज्य अहिले सुतेको अवस्थामा आइएलओ र आइओएमको डलर खाएर कविता लेख्ने विज्ञ भएकोले तपाईँलाई कविता लेखेका मान्छे विज्ञ भनेर संस्थाले परिवर्तनको अपेक्षा गर्ने कि नगर्ने, अर्को यी संस्थाबाट वैदेशिक रोजगार व्यवसायी संस्थाले टाढा बस्ने कि नबस्ने, होइन ती संस्थाबाट चाहिँ हामी टाढा बस्छौँ कि बस्दैनौँ, यो पनि जवाब दिनु। यो तपाईँहरूले पैसा नलिने, अर्थात् अहिले 10,000 सेवा शुल्क तोक्दाखेरि तपाईँले लाखौँ 3-4 लाख लिनुहुन्छ भने, भोलि मानौँ 1 महिनाको सेवा शुल्क 50,000 तोकिदियो भने तपाईँहरूले 5 लाख 10 लाख लिनु होला। त्यसको ग्यारेन्टी चाहिँ के हो भन्ने कुराहरूको जवाब दिन नसक्दाखेरि नै यो सेवा शुल्कको विषय चाहिँ अहिले तपाईँहरूले मलाई लाग्छ अझै पनि तपाईँहरूले पाउनुभयो यो विषय। तोकेपछि नलिने ग्यारेन्टी के? अनि यदि लियो, कुनै व्यवसायले लिएको भनेर प्रमाणित भयो भने, प्रमाणित भनेको त्यतिकै हुँदैन, प्रमाणित भयो भने खारेज हुन सिधै तयार हो कि होइन, कुनै विकल्प दिनु भएन, त्यहाँ जरिमाना यो त्यो होइन, प्रमाणित भए खारेज हुन तयार हो कि होइन। आजभन्दा 10 वर्ष अगाडि वैदेशिक रोजगारीमा ठुला कम्पनीको माग आउँथ्यो नेपालमा, क्यापेबल क्यान्डिडेटहरूको माग आउँथ्यो। अहिले त्यो स्वाट्टै घट्या छ। हामी उल्टो दिशामा छौँ। अहिले लेबरको, क्लिनरको, सबभन्दा लो क्लासको अरू देशबाट कहीँबाट पनि लो लेभलको कामदार नपाएपछि नेपालबाट लिने चलन छ। किन भन्दा हामीले बिगार्यौँ मार्केट। किन बिग्रियो भने एजेन्टको मान्छे मात्रै वैदेशिक रोजगारीमा जान पाउने अवस्था छ। जोसँग पैसा छ, जोसो पुँजीमा पैसा छ, त्यसले सुटुक्क ल्याएर तल बुझाएपछि मात्रै त्यो मान्छे सिलेक्टेड। प्रतिस्पर्धा छैन। यहाँ 10 जनाबाट 1 जना खतरा मान्छे छानेर पठाइदिएको छ। न आज मलेसिया सिक्युरिटी गार्डमा समस्या आउँथ्यो, न दुबईका मागहरू घट्थे, केही पनि हुन्थेन। ठुल्ठुला मागहरू आउँथे, खतरा नेपाली कामदारहरूले रोजगारी पाउँथे। तलब पनि जाने बित्तिकै साउदीमा 1400बाट स्टार्ट हुन्थ्यो होला। आज हामी प्रतिस्पर्धी भएनौँ। कामदार लिँदाखेरि
डिमान्ड पहिल्यै प्याक गरेर अनि विज्ञापन पत्रिकामा छाप्नु पर्थेन। त्यो कारणले यो अन्त्य हुन्छ हुँदैन यो शुल्क निर्धारण भएपछि एकदम जिम्मेवार माग भन्दा पनि प्रश्न गरेँ। यसमा तपाईँहरू जिम्मेवार हुनुहुन्छ कि हुनुहुन्न, यसलाई मान्न तयार हुनुहुन्छ कि हुनुहुन्न? धन्यवाद। सुधार नभएसम्म त्यो साइडमा के भन्नुभएको छ? धेरै धेरै धन्यवाद यहाँहरूको प्रश्नका लागि। संस्था बन्द गर्ने, सरकारलाई नीतिगत सुधारका निम्ति हामीले के फिडब्याक दिन सक्छौँ यो क्षेत्र, किनभने यो क्षेत्र सुधारका विषयमा धेरै फिडब्याक दिन सक्ने अनुभवका आधार, हामीसँग भएका अनुभवका आधारहरू हुन्। ती आधारहरू हामी सेयर गर्न तयार छौँ। सँगै बसौँ, छलफल गरौँ र अविलम्ब निष्कर्ष निकालौँ। आजसम्म श्रम स्वीकृति लिइसकेका र अन्तिम प्रक्रियामा प्रवेश गरेका श्रमिकहरूलाई पठाउनका निम्ति भदौ 1 सम्म भनेर भनेका हौँ। किनभने टिकट आउनुपर्ने अथवा कतिको टिकट आइसकेको भएको कारणले गर्दाखेरि आजसम्म श्रम स्वीकृति लिइसकेको हकमा भदौ 1 गतेसम्म उडान भर्नका निम्ति हामीले चाहिँ बनेका हौँ। किनभने त्यसको व्यवस्थापकीय पक्ष छन्। यो फ्री भिसा फ्री टिकट कार्यान्वयन किन भएन भन्ने विषयमा मैले पटक पटक भनेको छु। यहाँहरूलाई आज पनि म खुलेर भन्छु, यो विषय राज्यले पनि बुझ्न जरुरी छ, आम सञ्चार माध्यमले, आम नागरिकले, सरकारले सबैले बुझ्न जरुरी छ। यो देशबाट, हाम्रो देशबाट वैदेशिक रोजगारमा जाने श्रमिकहरू इम्प्लोयर पे प्रिन्सिपल अन्तर्गत अथवा कम्प्लिटली फ्रीमा नैतिक भर्ना प्रक्रिया अन्तर्गत 5% श्रमिकहरू जान्छन्। 10% श्रमिकहरू फ्री भिसा फ्री टिकटमा जान्छन्। 35% श्रमिकहरू रोजगारदाताले टिकट दिँदैन, तर त्यो रोजगारदाता कम्पनीको परख गरेर यतिको कम्पनीमा म टिकट काटेर जाँदा ठिक हुन्छ भन्ने निर्णय श्रमिक आफैले गरेको खण्डमा उहाँहरू टिकट काटेर जानुभएको छ। बाँकी रह्यो 50%। त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जानुहुन्छ, त्यो गन्तव्य मुलुकमा भएका त्यहाँका लोकल एजेन्सीहरूको फी समेत पनि तिरेर जानुहुन्छ। हामीले सरकारलाई के भनेको हो भने, यहाँ हामी अलिकति बढी स्पष्ट हुनुपर्छ जस्तो मलाई लाग्छ। हामीले सरकारलाई के भनेको भने त्यो पहिलो विधिलाई प्रोत्साहित गरौँ, दोस्रो र तेस्रोलाई व्यवस्थित गरौँ, चौथोलाई निरुत्साहित गरौँ भनेर भनिरहेछौँ हामीले। भोलिबाट सेवा लिए के गर्ने भन्ने विषय उठान भएको छ। स्वभावैले कुनै पनि वैदेशिक रोजगार व्यवसायीले सहयोग गर्नुहुन्न, उहाँहरू चाहिँ निरन्तरता दिनुहुन्छ भने वैदेशिक रोजगार व्यवसायी सङ्घले सम्बन्धित निकायबाट निचोड नल्याउँदासम्म साथ सहयोग गर्नुहुन्न भने वैदेशिक रोजगार व्यवसायी सङ्घको सदस्य संस्थाबाट उहाँहरूलाई निकालेर ती सदस्य संस्थाबाट निकालिएको पत्र चाहिँ उहाँले जुन जुन देशमा काम गर्नुहुन्छ, जुन जुन देशमा श्रमिकहरू पठाउनुहुन्छ, त्यो गन्तव्य मुलुकका रोजगारदाता, चेम्बर अफ कमर्स र त्यो देशका नियोगसम्म हामी त्यो चिठी पठाइदिन्छौँ। सञ्चार माध्यमहरूमा आजभोलि हामीले बोलेका विषयहरूका तल आउने कमेन्ट्सहरू, त्यो कमेन्ट्सले असाध्यै पीडा दिन्छ। हामी सेवा प्रवाह पनि गरिरहेका छौँ, सेवा पनि दिइरहेका छौँ, रेमिट्यान्स पनि भित्राइरहेका छौँ, जिडिपीमा 30% अराउन्डको कन्ट्रिब्युसन पनि गरिरहेका छौँ, विदेशी मुद्रा सञ्चितको आधार पनि बनिराखेका छौँ। यतापट्टि चाहिँ व्यापार धारा न्यूनीकरणमा त्यतिकै हामीले योगदान पुर्याइरहेका छौँ। तर पनि आउने कमेन्ट्स चाहिँ के हो त भन्दा, म त्यो शब्द प्रयोग गर्नु भने एउटा मेरो कमेन्ट्स त मैले हिजो हेर्दै थिएँ, तँलाई जलाइदिन्छु भनेर पनि लेखेको छु। भनेपछि यी चिजहरू हेरेर, यी चिजहरू हेरी यी चिजहरू बुझ्दै लाचार भएर यो पेसा व्यवसाय गरिरहनु भन्दा यो पेसा व्यवसाय नगर्दा राम्रो। यदि यी कुराहरूलाई सम्मानित गर्ने दिशामा मैले अघि भनेको 95% श्रमिकको हितमा नीति ल्याउने कुरामा सरकार पनि चुक्छ भने यो सरकारको पनि काम छैन। त्यसो भन्ने हो भने मैले अघि राखेको थिएँ नि, खारेज हुन तयार हो कि होइन भने मैले यो एकदमै एक्ज्याक्टली हो। किन भन्दाखेरि यो तपाईँहरूले यो नीतिमा चाहिँ त्यो कुरा स्पष्ट तोकिएन भने भोलि त्यो विभागका कर्मचारीले तपाईँलाई फेरि गरिदिन्छन्। ठिक छ, खारेज हुन सक्ने अनिल सर एउटा कुरा के हो भने, अघि हामीले डिजिटल कन्ट्रोलको जुन मेकानिजमको कुरा गरेका छौँ नि, त्यसको थोरै एउटा मात्रै उदाहरण दिन्छु। वित्तीय संस्थासँग अनिवार्य श्रमिकलाई जोड्ने हो भने र क्यासलेसको अवधारणा अन्तर्गत डिजिटल्ली त्यसलाई कन्ट्रोल गर्ने। जस्तै मेरो संस्थाबाट वैदेशिक रोजगारमा जाने श्रमिक भोलि अथवा आजको 10 दिन पछाडिको उडान छ भने
त्यसको सम्पूर्ण इन्भोइस मैले ब्याङ्कलाई दिने व्यवस्था गर्नु पर्यो, स्पष्ट रूपमा त्यहाँ लेखिनु पर्यो यति हो खर्च लाग्ने, र त्यो दिएको इन्भोइसका आधारमा त्यो ब्याङ्कले त्यो अभिमुखीकरण तालिम प्रदायक संस्थालाई पठाइदिने पैसा त्यहीँबाट पठाइदियोस्, इन्सुरेन्समा पठाउने पैसा त्यहीँबाट पठाइदियोस्, एसएसएफको त्यहीँ नागरिक के अरे कल्याणकारी कोषको त्यहीँबाट पठाइदियोस्, र वैदेशिक रोजगार व्यवसायले पाउने शुल्क पनि त्यहीँबाट पठाइदियोस्। त्यो डिजिटल कन्ट्रोलको मेकानिजम एउटा बनाउनु पर्यो, किनभने कन्ट्रोलको मेकानिजम बनाएन भने व्यथिति हुन्छै हुन्छ फेरि, होइन? त्यसो भएको हुनाले हामीले त के भनेका छौँ भने 1 महिनाको तलब बराबरको सेवा शुल्क राज्यले व्यवस्था गर्ने बित्तिकै त्योभन्दा दायाँ बायाँ गर्ने वैदेशिक रोजगार व्यवसायी सङ्घका सदस्य संस्थाहरूलाई यो वैदेशिक रोजगार व्यवसायी सङ्घ आफै कारबाहीको सिफारिस गर्छ, र राज्यले त्यो प्रमाणित भएको खण्डमा, त्योभन्दा दायाँ बायाँ गरेको प्रमाणित भएको खण्डमा जुनसुकै बेला इजाजत पत्र रद्द गर्न सक्ने व्यवस्था ल्याओस्, त्यो हामी स्वीकार्छौँ। तर सस्टेनेबल सेवा शुल्क त दिनु पर्यो नि। शुल्क तोकेपछि नै भने हो। शुल्क तोकेपछि केही कुरा हो, सस्टेनेबल शुल्क दिइसकेपछि हामी यी सबै कुरा स्वीकार्न तयार छौँ। जनचासोका विषयलाई पनि हामी स्वीकार्न तयार छौँ। हेर्नुहोस्, केही नदिकन केही नलिकन सरकारले दिनुपर्ने कुरा दिएर हामीसँग लिनुपर्ने कुरा लिएर हामीले बरु के छोड्ने हो, के कुरा छोड्ने भए छोडौँ, वैदेशिक रोजगार व्यवसायले छोड्न तयार छन्। राज्यले दिनुपर्ने कुरा पनि नकामिकन नडराइकन दिनुपर्ने कुरा दिनु पर्यो। थिति बसाल्ने हो भने त त्यो खालको एउटा मध्यबिन्दुमा नपुग्ने हो भने थिति बस्दै बस्दैन। खालि यस्तै नै गरिरहने, यसै गरी चलिरहने हो भने एउटा पाटो हो, होइन भने वैदेशिक रोजगार व्यवसायी, पुनः दोहोऱ्याउँछु, 1 महिनाको तलब बराबरको सेवा शुल्क राज्यले व्यवस्था गर्ने बित्तिकै पूर्ण रूपमा थितिमा बसेर कानुनको अक्षरशः पालना गर्न तयार छन्।